हेलो साथीहरू, वेलकम माई युट्युब च्यानल। म चाहिँ अमिरा, म चाहिँ डिम्पिली, म चाहिँ मोटी, म चाहिँ मुकुली। ल साथीहरू, आज चाहिँ हामी एउटा सानो च्यालेन्ज छोटो च्यालेन्ज गर्नु भनेर रेडी भइरहेको छौँ। च्यालेन्ज चाहिँ कस्तो भने मुखमा पानी लाएर कसले चाहिँ धेरै बेर रोकिराख्न सक्छ ऊ चाहिँ विनर हुन्छ। अनि ओके के गर्नु, हाम्रो पानी कहाँ छ? होइन, हाम्रो पानी चाहिँ यहाँ छ। पहिले दुईजना के गर्नु, बसेर खेल्ने। दुईजना भयो अगाडि को जोडी हुन्छ अनि त्यसको लागि कस्तो उल्टी कस्तो यस्तो कस्तो हुन्छ, कसको म्याचिङ हुन्छ। 1 2 3 भन्दा चाहिँ एकपट्टि जता भए पनि फर्स्ट 1 2 के भयो एउटा यसो एउटा 1 2 3 आम्दी भएको ल आम्दी तपाईँ दुईजना नै पहिले गर्नु ल। यहाँ बस्नु हाम्रो दुईजनाको बाटो फर्स्टमा तपाईँ दुईजना के गर्नु हामी दुईजना पानी हालेर 3 राउन्ड गर्नु पाउनुहुन्छ है ल। पानी हालेर हाँस उठेर एकअर्कालाई पानीले हान्यो भने होइन, होलीमा जस्तो छेप्यो भने ऊ चाहिँ हार्छ। अनि फेरि अर्कोचोटि लाउने जसले मुखमा पानी निकाल्छ त्यो हार्छ, जसले मुखमा पानी राखिराख्छ त्यो जित्छ। टाइमिङ हुँदैन टाइमिङ हुँदैन, हँसाउनु नि पायो एकअर्काले। अनि बोडी लाउने मुखमा पानी चाहिँ बोतलै अटाइनु भयो। अनि 3 राउन्ड हुन्छ अनि त्यसमा कसले जित्नुहुन्छ त्यसपछि अनि एउटा विनर हो। अनि हामीको पालो आउँछ। पुरै भएन ट्राई गरेर अनि त्यसपछि हामीको पालो हामी गर्छौँ नि त, रेडी हामी भन्छौँ ल। हाँस उठ्यो के हेर गर्दा यो त भएन है। अलिक नजिक बस्नु पर्यो, अझै नजिक अझै नजिक बस्नु पर्यो क्या। रेडी हुनु क्या पहिले 1 2 3 भनेपछि मात्रै ऊ हुन्छ। रेडी हो दुईजना? रेडी हो? रेडी 1 2 3 गो। आँखा सक्नु भएन नि आउनु नि तपाईँ त्यही पानी राख्ने कि एउटा लाउने? जितिसक्नु भयो एक राउन्ड जित्नु। पहिले रेडी हुनु क्या। 1 2 3 भयो गो। भएन, पानी देखिएन नि, अलिक फुटुरा आम्दानी भयो कि अनुहारमै आम्दानी भयो। अब एक राउन्ड होली जस्तै के होलीको अब एउटा होइन लास्ट बराबरी हुनुभयो। अब लास्ट एकजना कसले जित्नुहुन्छ है? 5 मा पारा बराबरी है अहिलेसम्म इक्वल हुनुहुन्छ है। भोलि लाउनु नजिक आउनु न, फुट्न चोराउनु अझ। जितिसक्नु भयो सक्यो आन्टीको डक्छु यता त्यसरी गर्नु भन्ने क्यामेरामा बस्नु ल। के दुईजनाले सेकिदिनु के बोलिराख्नु अब दुईजना एकछिन रेडी हुनुको लागि चाहिँ एकअर्कालाई भनेर मुखमा नफाल्नु ल।
दुईजना रेडी विनर भइसक्यो ए भरे लास्टमा तिनजनाको फेरि च्यालेन्ज हुन्छ होइन तिनजनाको बराबर भयो भने तिनजनाको फेरि अब हामी दुईवटा पोज जित्छौँ बहुत फाइनलमा उत्रिसकेको उहाँ चाहिँ फाइनलमा उत्रिसक्नु भएको छ है अर्को राउन्ड रेडी भइसक्यो त बहिनी रेडी म पानी हाले यस्तो पनि हुन्छ यो झन् सक्दैन 1 2 3 नगर्नु न एकछिन काउन्ट गरिसके अब एकजना मात्र बाँकी छ रेडी हुन मेरो गाला गली सक्दो रहेछ अनि सँगै एकछिन सँगै खानु न अब सक्यो 1 2 3 ये भएन फाइनल अब फेरि अर्को राउन्ड अझै भात सक्नु हुने भोलि लाउने त हामी पनि सिङकुली र कुकुली बराबरी भयो हो अनि कतिचोटि भयो तपाईँले दुईचोटि खानु अगाडि नन्दा भाउजूको पालो अब दुईजनाको पालो हो आँखै च्यातिदिएको क्यामेरामा त्यस्तो त नगर्ने होला अब लु दुईजनाको पालो पानीसँगै हाल्नु ढेङ्कुली र पुकुलीको पालो है ढेङ्कुली होइन बोक्टङ र बोक्टङ र ढेङ्कुलीको पालो विनर दुईको पालो थाहा छ हेर्नु मलाई थाहा छ तपाईँलाई नर्मल पुरस्कार छ अब दुईचोटि मात्र बाँकी है लास्ट दुईचोटि मैले कुनै भनेको भाउजूले होइन बहिनीको पावर छैन 7 days India lagi India ini पानी सोर्बो थियो कुनलाई त अहिले कस्तो हनुमान जस्तो देखेको नि त्यो लिटर लाग्यो अब चल्छ ना निरो तपाईँ परियल चाहिँ कता कमेन्टिङ गर त्यस्तो अनन्दले बुझ्नु हामी स्टार्टिङ मात्रै गाह्रो भएको रहेछ नि फाइनल राउन्डमा पुगेपछि त कस्तो सुनिरहेको होला है के हो बाबा ढेङ्कुली के गर्दाको बुनुको पानी थोरै भयो है हारेको हो कि क्या हो
माइक्रोफोन कहिले किलो हो न पानी सक्ने त होला नाकले मोचिहाल्यो नाकले मोचिहाल्यो सँगै छ कान त कति सानो तपाईँको खोक्टाले जत्रै फर्किरहेको कान यस्तो पारा अलिक नजिक आउनु नजिक यो पानी अलिक थप्नु नि त बुझ्नु थप्दिनँ बुझ्नुलाई चाहिँ अलिक पानी कम भएको नजिक 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 लगायो उसले गइदाले ल भित्रको त पानी छोडेपछि उसको सेतो पानी आएको सबै दाँतदेखि सबै भोलि लग्ने चाहिँ अड्लो फेरि अब ल अलिकति मुख राख्नु बित्तिकै पानी गयो अब त सियोरै नि पुरा चान आइरहेको होला क्या केही छैन सानो आवाज आए पनि केही छैन साथीहरू अलिक नजिक बस्ने हो कि क्लोज नाक जोड्ने हो त नाक नाप्ने कतिवरी खेर पऱ्यो हाल्छो मैले गिभअप गर्दा नै हुन्छ ल उता पत्र गिभअप पुरा ल आजको लास्टमा चाहिँ अलिक सक्यो अलिक भइसक्यो खाइपठायो अलिक राम्रो हुन्छ होला भनेको दुईजनाकै अलिक अल्छी लाग्यो जस्तो भयो तर जे भए पनि अहिले बुनु जिते पनि भाउजूले जितिसक्नु भएको दुईचोटि भइसक्यो अनि अब त इति हो पुक्क पुक्क हुने गरी है त्यहाँ मुख देखाउनु भनेको म हारिसकेँ है साथीहरू म हामी तिनजना बराबरी तपाईँ अगाडि मुख देखाउन गएको हात छुटिहाल्यो अब के गर्ने आजको भिडियो चाहिँ यति नै बाई बाई।